ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् ब्रह्म तस्मै श्री गुरवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। ओम साई राम। नमस्कार मित्रहरू, यस च्यानलमा जोडिनु भएकोमा यहाँहरूको हार्दिक स्वागतको साथै शुभ दीपावलीको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हामी यम पञ्चकको महायात्रामा छौँ। यस यात्रामा यहाँहरूको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार व्यक्त गर्दछु। यस आध्यात्मिक श्रृङ्खलामा देउसी भैलोलाई छोड्दा अधुरो रहन्छ। त्यसैले आज म नेपालको मौलिक गाथा देउसी भैलोको कुरा गर्नेछु। देउसी भैलोको इतिहास खोज्दै जाँदा हामी पौराणिक कथामा प्रवेश गर्नुपर्ने हुन्छ। दैत्य राजा बलिको उदारता र दानशीलताले स्वर्ग, मर्त्य र पाताल तीनै लोक हल्लिएको थियो। देवराज इन्द्रको आसन डगमगायो। त्यसैले उनी भगवान विष्णु कहाँ पुगे। भगवान विष्णु वामन रूप धारण गरी राजा बलिको दरबारमा पुग्नुभयो र भिक्षामा 3 पाउ जमिन माग्नुभयो। राजा बलिले सहस्र 3 पाउ जमिन दिने स्वीकार गरे। विष्णुको 1 पाउले स्वर्ग र अर्को पाउले पृथ्वी ढाके। तेस्रो पाउ राख्ने ठाउँ माग्दा बलिले आफ्नै शिर अर्पण गरे। उहाँको यो त्याग, दान र समर्पणले विष्णु प्रसन्न भए र उनलाई वर्षमा 5 दिन पृथ्वी लोकमा आउने वरदान दिए। जब राजा बलि उहाँको राज्यको भ्रमणमा पुनः आउनुभयो, त्यसै अवसरदेखि उहाँका अनुयायी तथा देवदासीहरूले घर घरमा गएर राजा बलिको यस दान र पुण्यको गीत गाउँदै आशीर्वाद दिने प्रचलन सुरु गरे। त्यो नै आजको देउसिरे भन्ने शब्द र लय तात्कालीन समयमा गाइने देवदास रे भन्ने शब्दबाट आएको हो। अर्थात् देवताको सेवकहरूद्वारा सुनाइने शुभकामनाको स्वर। भैलो भने भलो होस् अर्थात् शुभ होस् भन्ने मङ्गल वचन हो। पुराणबाट इतिहासमा फर्कँदा देउसी भैलोको बेग्ला बेग्लै कथनहरू भेटिन्छन्। पहिलो, जुम्ला सिन्जा सभ्यताका तत्कालीन राजा बलिराजको समयमा यो प्रचलन सुरु भएको मानिन्छ। उहाँ अत्यन्त दान, वीर र यशस्वी हुनुहुन्थ्यो। त्यसैले उहाँका नागरिकहरू घर घरमा गएर राजाको वीरता र गौरवको गाथा देउसी भैलोको रूपमा भट्ट्याउँथे, जुन हालसम्म पनि प्रचलनमा छ। पूर्वी नेपालमा अर्को कथन छ। कुनै समयमा लिम्बुवान क्षेत्रका राजा बलिहाङको राज्यमा शत्रुहरूले आक्रमण गरे। यस युद्धमा उनलाई अर्को छिमेकी राज्यका मगर सेनाहरूले सहायता गरे। मगर सेनाको सहयोगमा राजा बलिहाङका सेनाहरूले युद्ध जिते। यो जितपछि मगर सेनाहरूले फाइलो रे अर्थात् हामीले जित्यौँ भनेर घोषणा गरे। त्यो जय घोष नै घर घर पुगेर विजयको गीत बन्न पुग्यो। त्यसैले देउसी भैलो फगत एक गीत मात्र होइन, यो विजय, कृतज्ञता र साझेदारीको प्रतीक हो। अब थोरै देउसी भैलोको स्वरूप र भिन्नताको बारेमा कुरा गरौँ। देउसी र भैलो दुवै एक सिक्काका 2 पाटा हुन्। भैलो प्राय महिलाले लक्ष्मी पूजाको रात खेल्दछन्। देउसी भने एमा पञ्चकको चौथो दिनबाट यानि गोवर्धन पूजाको दिनबाट सुरु हुने गर्दछ, जहाँ पुरुष वा युवा समूहहरू बलिराजाको कथा र वीरताको भट्याइ गाउँछन्।
दुवैको आत्मा एउटै हो। शुभकामना र आशीर्वाद बाँड्ने परम्परा। यस परम्पराले एक आध्यात्मिक र सामाजिक सन्देश छाड्दछ। देउसी भैलो केवल नाचगान होइन, यो सामाजिक सद्भाव, श्रम र कृतज्ञताको जीवित माध्यम हो। पुरानो समयमा युवाहरूले धान, चामल र सेलरोटीहरू माग्दथे, तर त्यो माग्नु थिएन, आशीर्वाद बाँड्नु थियो। आज त्यही परम्परा सामाजिक रूपमा विकसित भइसकेको छ। अब ती दक्षिणाहरू विद्यालय, मन्दिर, खेलकुद र पुस्तकालयहरूमा खर्चिन्छन्। यो परम्पराले सन्देश दिन्छ, खुसी तब पूर्ण हुन्छ जब त्यो बाँडिन्छ। अब यो देउसी भैलो परम्पराको रूपमा मात्र रहेन, आज देउसी भैलो आधुनिक सङ्गम बनेको छ। मादल र बाँसुरीको मिठो धुनसँगै गिटार र किबोर्डहरू पनि मिसिन्छन्। परम्परागत पोसाकसँगै थिम र कस्टमहरू पनि जोडिन्छन्। अब यो केवल महिला र पुरुषको छुट्टा छुट्टै रहेन, दुवैको साझा उत्सव बनेको छ। देउसी भैलो विश्वभर फैलिएको गर्वलाग्दो नेपालीपन हो। आज देउसी भैलो केवल नेपालमा मात्र छैन, भारतको दार्जिलिङ र सिक्किम लगायत भुटान, हङकङ, जापान, अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपाली मूलका नागरिकहरूले यही परम्परा अँगालिरहेका छन्। जहाँ नेपाली मन बस्छ त्यहाँ देउसीको स्वर गुन्जिन्छ। यो परम्परा हाम्रो पहिचान, हाम्रो आत्माको उज्यालो पक्ष बनेको छ। देउसी भैलो आशीर्वाद दिने र लिने दिव्य परम्परा हो। भनिन्छ दीपावलीको समयमा माता लक्ष्मी पृथ्वीको घर घरहरूमा विचरण गर्नुहुन्छ। याद गर्नुपर्ने कुरा के छ भने माता लक्ष्मी कुनै शाश्वत स्वरूपमा आउनुहुन्न। यो विश्वास छ कि उहाँले विभिन्न रूपहरूमा भ्रमण गर्नुहुन्छ। यस सम्बन्धमा रोचक कथाहरू भेटिन्छन् कि देउसी भैलो समूहमा सहभागीको रूपमा नै माता लक्ष्मी घर घरमा विचरण गर्नुहुन्छ। त्यसैले देउसी भैलोमा आउने समूह तथा त्यसका सदस्यहरूलाई भरपूर सम्मान गर्नुहोस्। प्रेम र उल्लासमय वातावरणमा देउसी भैलो खेल्ने अवसर प्रदान गर्नुहोस् र शुद्ध मनले क्षमता अनुसारको भरपूर दक्षिणा दिनुहोस्। यी सेवा तथा दक्षिणाहरू सोझै माता लक्ष्मीले ग्रहण गर्नुहुनेछ र यहाँले गर्नुभएको दानभन्दा हजारौँ गुणा बढी धन र समृद्धि प्राप्त गर्नुहुनेछ। यो महान अवसरमा पुण्य प्राप्तिको लागि नचुकौँ। जसले यमपञ्चको यो पावन अवसरमा दान गर्दछ उसका सम्पूर्ण पापहरू नष्ट हुन्छ। शुद्ध मनले गरिएको दान दक्षिणाबाट लक्ष्मीले समृद्धिको ढोका खोलिदिनुहुन्छ। गोवर्धन पूजाले श्रम र प्रकृतिको सम्मान गराउँछ। महापूजाले आत्मा शुद्ध गर्छ र देउसी भैलोले त्यही शुद्ध आत्माले प्राप्त गरेको समृद्धि बाँड्ने संस्कार सिकाउँछ। यो केवल गीत होइन, यो आत्मा जागरण र सामाजिक प्रेमको सूत्र हो। हामीले बुझ्नुपर्ने सन्देश सरल छ, जसले बाँड्छ उसकै कर्म शुद्ध हुन्छ र उसकै घर उज्यालो रहन्छ। यस दीपावलीको महाउत्सवमा घर मात्र होइन, आफ्नो मनलाई पनि उज्यालोले भर्नुहोस् र अरूलाई पनि उज्यालो बाँड्नुहोस्। आजलाई यहीँ विश्राम गर्ने अनुमति चाहन्छु। माता लक्ष्मीको कृपा सधैँ यहाँको साथमा रहिरहोस्। यो प्रस्तुति उपयोगी लागे लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस श्रृङ्खलामा यहाँले दिनुभएको समयको लागि कोटि कोटि आभार अर्पण गर्दछु। जय तिहार होस्, हामी सबैको जय जय होस्। ओम साईराम।